एकदमै बुझाइ तथा सशक्त काम गर्ने सफाइ समिति छेलेपुले सफल भएको छ र हामी स्कुलमा आएको छौँ साथीहरु जुनियरको सर्कल श्री भगवती मालीमा 2025 6 गते मंगलबारको दिन गठन भएको समितिका यो हाम्रो नवगठित समितिका सभापति बाल क्लब कार्यक्रम भएको छ त्यसैले तपाईले यो भिडियोले हेरेर सब्स्क्राइब गरिदिनु होला यो चाहिँ हाम्रो सन्टी भाइ हो सन्टी भाइ ल हामी सिगरी अब यो चाहिँ हाम्रो सिगरी भविष्य भन्ने मान्छे हो साथी यसको जो सक्नुहुन्छ साथीहरु हामी चाहिँ अब यसरी भ्लग बनाएका छन् साथीहरु ल तपाईले मेरो युट्युब च्यानलमा सब्स्क्राइब गर्नु सक्छ मेरो युट्युब च्यानलको नाम चाहिँ नेपाली मुभी हो उसमा तपाईले सब्स्क्राइब गर्नुहुन्छ उहाँ मेरो भ्लग पनि हाल्छु तपाईहरु साथीहरु तपाईले सब्स्क्राइब गर्दिनु मेरो च्यानललाई ल हामी चाहिँ भ्लग के चलाउन जाँदैछौँ साथीहरु तपाईले सब्स्क्राइब गर्नु अत्यन्तै साथीहरु बनाउने छौँ किनभने यस संस्था भनेको तपाईँ विश्वमा पनि यस फैलिएको छ त्यसकारण यस जुनियर रेड क्रस सर्कल मैले ठानेको छु त्यसकारण यस मेरो छोटो मन्तव्य यही अन्त्य भएको भन्न चाहन्छु धन्यवाद नमस्कार धन्यवाद विद्यार्थी भाइ तथा नवगठित सभापति श्री लिम्बू उहाँले यस वर्ष जुनियर प्रभावकारी र सेवामूलक काममा सदस्य एउटा अब्बल संस्थाको रूपमा स्थापित गराउने नवगठित श्री भगवती माली बाल क्लबका नवनिर्वाचित भाइ नवराज खुलाललाई आफ्नो व्यक्तिगत मन्तव्य राख्नको लागि म हार्दिक अनुरोध गर्दछु हेलो सर तपाईँ के भन्न चाहनुहुन्छ विद्यार्थी भाइहरुप्रति मेरो हार्दिक नमस्कार उहाँ चाहिँ बोलाउनु हुन्छ सर सारी ठानेको छु र बाल क्लब भनेको एउटा साझा लक्ष्य र उद्देश्य बोकेर अगाडि बढिरहने एउटा संस्था हो यस संस्थाको स्थापना यस विद्यालयमा र यसले आगामी दिनहरुमा पनि आफ्नो जिम्मेवारीहरु पुरा हेलो साथी के छ खबर तपाई यो भिडियोमा तपाईले के भन्न चाहनुहुन्छ ल हेलो साथीहरु यो चाहिँ सुदीप राई भन्ने एउटा मान्छे हो भाइरल यो चाहिँ भाइरल भाइ हो अहिलेको लागि मन्तव्य व्यक्त गरेर बिदा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्तिम चरणमा छौं विद्यार्थी भाइ बहिनीहरु एकैछिन शान्त भएर बस्नुको लागि समय उहाँलाई उपलब्ध गराउन चाहन्छु हाम्रो यो कार्यक्रम आजको कार्यक्रम साथीहरु हाम्रो कक्षा पनि भनिसक्नु साथीहरु हेर्नु होला